हेर्नु त आज हामी चन्दागिरी गरेको यात्रा है, दामी घाम लागिरहेछ। यत्रो पाहाडै पाहाड छ। हुन त पाहाडमै जन्मेको मान्छे हो हामी। यहाँसम्म हो बाइक चाहिँ। माथि चाहिँ हिँडेर जानुपर्ने हो। बाइक चाहिँ यहाँसम्म मात्र रहेछ। यहाँबाट चाहिँ उकालो हिँड्नु पर्ने बेला भएछ। होला ब्रो। ओ ब्रो, बालेश्वर महादेव की भी हेर्ने रहेछ नि त। ओ ब्रो, बालेश्वर महादेव की। क्या घोड़ा हो कि खच्चड हो यो त यार? खच्चड पो रहेछ त। इन्टरटेनमेन्टको लागि त्यो पनि छ। के को लागि कुन ठाउँ जाने, के को लागि के मेडिटेसन गर्ने, के को लागि कस्तो सोच राख्ने, सबै हाम्रो सोच हो। यो दोकान हो कि के हो? दर्शन गर्नु त जुटो मुमा छ हेर हजुरको। हाम्रो बाहिरबाट गरौँ है। गर्नु चाहिँ भित्रै मन थियो। यो चाहिँ भालेश्वरै के पो भालेश्वरै हो। भालेश्वर महादेव मन्दिर हो। हेलो नमस्ते, म सफल राई। आज चाहिँ मैले चन्दागिरीको भ्लग बनाउन कोसिस गरिरहेको छु। कस्तो छ सबैजनाले हेरेर साथ दिनु होला। अनि मेरो युट्युब च्यानललाई पनि सबैले सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला है त। र म चाहिँ आज जलम्बोसँग जान लागेको, दुईजना जाँदैछौँ। अब हेरौँ, अब बाइकमा जान लागेको बाटो अप्रोटै होला। कस्तो छ बिचमा भिडियोहरू बनाउँछु, तपाईँहरू हेरेर साथ दिनु होला है त। साथीहरू लाग्यो हामी चाहिँ अब चन्दागिरीतिर है। केही पनि छैन। 30 तेल घटेछ नि त अहिले अलिकति। 500को लगाइदिनु नि। 500को घटेको त औकातै छैन लाउने। त्यहाँ मुनि प्राइस चाहिँ आउँछ त अहिले 163 देखाएको नि। 500 रुपियाँको तेलले पुगेर आइन्छ त। हजुर, यो माछा पोखरीको पुल। यहाँनिर मान्छेहरू 24 घन्टा उभिरहेको हुन्छ। अहिले चाहिँ त्यस्तो खासै रहेनछ। माछा मार्नमा यहाँ मान्छेहरू पुरा बसिरहेको हुन्छ है पुलमा। जलपरी तर बल्छीमा पर्दैछ कि पर्दैछ दिनभरि मान्छे बस्छ यार। भेटै नपुग्यो हुन्छ। बाटो लाग्दैछौँ। अब माथि कति बजी पुग्छु थाहा चाहिँ छैन। ट्रेकिङ चाहिँ गएको यता बेला चाहिँ सक्छ। केबल कागज आउने त्यसबाट नि गएको, तर बाइकमा चाहिँ के भयो पनि आज कतिको साथ दिन्छ हामीलाई।
सोधौँ न गएर बाटो हेरौँ न बाटो यो बाटो चाहिँ मुख्य रूपमा मजाले बनाउनु पर्ने हो क्या राम्रो बाटो नि किन भयो यो बाटो हुने बाटो हो क्या मालगाडीहरू बसहरू लाग्ने चाहिँ यही बाटो हो नि त त्यही भएर हो चलाएको छु है त्यहाँबाट हामी बाइक मोडेर जानुपर्छ कन्यादेखिको बाटो दाहिनेतिर लाग्यो यो बाटो चाहिँ प्रायः ठुलो गाडीहरू कुदिरहनु हुनाले साह्रै जाम हुन्छ यता लाग्छु यता चाहिँ यता खानको धुँदै पूर्व पश्चिम जाने बाटो हो यतामा लाग्छु म अब कामले त इक्यो हो बाइकले त आज बाटोमा खबर बाटो इक्यो यार के पर्छ स्टेसन जानु पऱ्यो भने चाहिँ यहाँबाट यसो उकालो जानु पऱ्यो के बाइकबाट बाइकको बाटो हुँदैन आलाको बहुत धेरै भिडियो गर्नु सक्यो लागि छैन यार बाटो त यस्तै छ हेलमेट हारेर आँखा छोपिसक्यो कसलाई सिटी बजाउँदै थियो हामीलाई हो फोन निकाल्नु पर्ने भयो हो ब्रो ओ माई गड भने जस्तो भयो नि त हामी चाहिँ यहाँनिर लगभग आधी बाटो चाहिँ आइपुग्यौँ कि बाइकले मजाले तान्दै छैनौँ के भयो घाम चाहिँ एकदम आज त कडा लागेको जस्तो छ मौसम चाहिँ राम्रो खुलिरहेछ है
भिउहरू कस्तो आइरहेछ हामीले देख्नै पाएको छैन। कस्तो लागिरहेछ ब्रो? माइन्ड फ्रेस गर्ने भनेको थियो ब्रोले। त्यही भएर आज चाहिँ मैले ब्रोलाई यता चन्द्रगिरीतिरको भ्यू देखाउनु भनेर लिएर आएको। ब्रोलाई साकार जस्तो देख्यो। डन जस्तो देखिएन? घामले त निन्द्रा लाग्ला जस्तो भइदियो त यार। घाम त एकदम कडा लागेको छ, चकिलो। आकाशहरू देख्न सक्नुहुन्छ टक्क यार। तल भ्यूहरू पर देख्नुहुन्छ कि छैन केवलकारहरू। त्यो अझै डाँडामा जानुपर्ने छ, अझै 5 किलोमिटर 6 किलोमिटर होला। अब बिस्तारै लागेर एकछिन टेस्ट गर्नु पर्यो भनेको। यसी गाइस अगाडि पनि हेर्दै गरौँ। भिडियो चाहिँ बाटोमा बिचमा बनाउनु सकिनँ। मेरो यो हेलमेटले तानेर यार फोन थाम्नै नसक्ने भयो क्या। त्यही भएर बिचमा सकेसम्मको भिडियो बनाउँछु। बाटो त त्यस्तो अप्ठ्यारो खासै लागेन। अहिले पानी पर्दा चाहिँ अलिकति हिलो हुन्छ यो बाटो, गाह्रो हुन्छ। अहिले चाहिँ ठिकै छ। ल त बिचमा भिडियोहरू हेर्दै गर्नु होला। माथिको भिडियोहरू चाहिँ बनाउनु बाँकी रहेछ। ल है साथीहरू, बाटो चाहिँ यस्तो रहेछ है। बाइकको पार्ट पुर्जा हल्लिएर तर बर्खा चाहिँ अलिक गाउनु न यता गाह्रो हुने रहेछ। आयो गुराँस गाडी आयो। एउटा गुराँस पुगेको छैन। कस्तो गुराँस चाहिँ फाट्लो भएको हो। यही बाटो हिँडेर हामी यो बाटो उकालो लागेको थियो। गुराँसको बोटहरू त टन्नै थियो, तर फाट्लो फुलेको अलिक मजाले बेला भएको छैन हौ। दृश्य अवलोकन गर्नेछौँ। मान्छे त यहाँसम्म हो बाइक चाहिँ। माथि चाहिँ हिँडेर जानुपर्ने हो। नझरौँ न झरिहाल्यो त। कि अहिले मान्छे जाँदै छैन हौ। माथि जाँदैन है। अब यसो हिँडेर माथि मन्दिर जानुपर्ने यता। ल यहाँसम्म चाहिँ बाइक आउने रहेछ। यहाँसम्म मात्र। अब यहाँ राखेर हामी हिँड्ने बेला भयो।
होला ब्रो अहिले चाहिँ यहाँ टिकट सिस्टम भएछ म त थाहै पो थिएन यार हेलमेटहरू यहीँ छोड्दा हुन्छ नि होइन हजुर हराउँदैन नि यहाँ राख्दा हुन्छ होला नि हजुर ए छुट्टैले यहाँनिर चाहिँ कता राख्नु हेलमेट किनभने हेलमेटले भारी हुन्छ कपाल त यहाँ बिग्रेर खतम भयो हामी त काठमाडौँबाट हो यहाँनिर 100-100को 2जनाको टिकट काट्यो अहिले चाहिँ टिकट लाग्ने रहेछ कस्तो लाग्दैछ ब्रो ठिकै छ उकालो लागिरहेछ है त हामी कति हो धेरै वर्ष यो भनौँ न 1-2 लाख वर्ष भयो होइन सिस्टम बनाएछ यहाँ पनि केही छैन ज्यादा मान्छे को हिँड्छ तर हिँड्नुको मजा नै बेग्लै हुन्छ नि हौ साथीहरू होइन ब्रो तर दम फुट्छ र पो यार जस्तो हिँड्नु पर्दैछ सायद अब त त्यस्तो खासै टाढो त छैन होला 5-10 मिनटमा पुगिन्छ कि ओ चुली चढ्ने मान्छे चुली पार गरेको अरे तर आज घाम चाहिँ दामी लागेको छ मौसम चाहिँ राम्रो छ माई गड भइदियो त बोल्नु पनि के बोल्नु जस्तो हुन्छ अरे उकालोमा त बोल्नु कि सास फेर्नु खासै बोल्ने मान्छे त होइन चुली चढ्ने मान्छे गरेछ अन्तराजा रानी चढ्ने मान्छे हो हजुर होइन नि हामी त माथि मन्दिरसम्म हिँडेको नि काम गर्नेहरू तपाईँ इन्जिनियर नै हो हामी पनि इन्जिनियर त तर के को इन्जिनियर हो त्यो चाहिँ थाहा छैन उयो त पौडलाई खाँदै ओ पाइपको काम गर्ने मान्छे यो ठेका लिएपछि न मैले पाइप बनाउने पो भन्छ तल केबल कारको फेददेखि यहाँसम्म सफा कहाँ झरेको ब्रो हाम्रो ब्रो चाहिँ बेला बेला जङ्गल पस्छु जङ्गल
पशु तपस्या गर्नु भन्छ। साथी खाली जङ्गलहरू रुलिन्छ। ब्रोलाई भनेको आउँ क्या ब्रो यतैतिर तपस्या गर्नु धेरै टाढो जानु पर्दैन। जलन बन्द हुन्छ ब्रो अब। गुराँस फुल्दा बनैरन आज नै के भएको गर्मीमा चाहिँ यस्तो ठाउँमा आएर बस्दा कति आनन्द हुन्छ ब्रो भनिदिउँ। त्यही त्यो मान्छेले चाहिँ खालि कटुस देख्दो रहेछ, कटुस छैन क्या ब्रो भन्छ। कटुस मान्छे कटुसै कटुस हुन्छ यहाँ पुरो त्यसो हो साथीहरू। लगभग हेर्नु त तल आगे का भिडियो आगे देखो। आगे तो जोस निकाले अरे थाकिसकेको मान्छे सक्यो क्या ब्रो। खुट्टा काट्न थालिसक्यो ब्रो। खै तेरि त्यसो। Oh my god! ओ ब्रो दम फुट्यो। सेलेक्टै भएछ। जो सक्यो हिँडौँ ब्रो चढाउनु। माथि पाउँछ ब्रो पानी पाउनु पर्ने पाउँछ जस्तो लाग्यो। भइहाल्छ नि पाउँदैन र। लाग्यो पुग्यो जस्तो छ। ए ब्रो उठ। यो मान्छे मेरो जति पनि दम रहेन रहेछ है यो मान्छे। मेरो यार दम फुटी भयो भने हिँड्ने क्षमता छ यो मान्छेको। सकेछ ए ब्रो गुराँस छैनौ पाल्लो लाग्दो रहेछ फुल्नलाई। मुना यो ब्रोलाई याद छ कि छैन ब्रो? गुराँसहरूको पनि जति माथि गयो होइन त्यति फेरिँदै जान्छ क्या। इ ब्रो काफल भन्ने थियो नि। ए के हो यो? होइन काफल जस्तो देखेकै छैन रहेछ। पत्ता त्यसै देखेको। ओ ब्रो हेर्नु उहाँ पुग्न लाग्यो। तिर्खा लाग्यो म चाहिँ के यस्तो ओह्रालोमा झर्नु कस्तो हुन्छ? यस्तोमा म त सेक्टिनमा तल कता हो? केबलगाडी स्टेसनमा आइपुगेछ यहाँ। बल्ल बल्ल यो चाहिँ यहाँ माथिको
मलाई एउटा पानी दिनु न दिदी कति हो पानीको पानी भनेको होइन ब्रो फुल एनर्जी सकिएको छ आउ न ब्रो केबल कारबाट आउँदा चाहिँ टट्टसँगले यहाँसम्म केबल कारले नै ल्याइदिन्छ है त त्यही त ब्रो आज घाम पनि दामी लागेर मौसम खुलेर भ्यू चाहिँ राम्रो देखिनु पर्यो क्या नभए त ब्रो पानी पर्दै छ यो चाहिँ तलको घामले याद देखेको छैन ब्रो त्योमा गुडुक्कै उयो हुन्छ क्या ब्रो एकछिन चाहिँ त्यसमा हेरौँ न त्यही यो तारै सर्छ नि त यो तारै घुमेर क्या ब्रो हेरौँ न त्यहाँ अब त्यो चेन्ज कहाँनिर एकछिन कहाँ बिचमा रोकिन्छ क्या जस्तो लाग्यो क्या ब्रो गुराँसको यो त आरुको फुल जस्तो यार आरुको केबल कार स्टेसन है त नास्पाती नास्पाती पनि रहेछ यस कस्तो लाग्यो ब्रो भ्यू त दामी छ नि यार यस्तो डेडली छ यार पाहाड छ चारतिर फुलेकै छैन ब्रो यो बाटोले पनि कस्तो लगेको रहेछ अनि कहाँ हो यहाँबाट देखिने के हो गौरी शङ्कर 7134 माउन्ट एभरेस्ट 8848.86 मिटर कहिले दिन छ हाम्रो पनि यस्तो रिसोर्टमा गएर चट्टसँगले बसेर खानलाई यार एक्लै आउनु भएको अङ्कल चाहिँ हजुर तर आज त मौसम पनि मजाले खुलेछ हेर्न पाइयो अब यो त अलिक हाइटमा छ र बेला बेला मौसम चेन्ज भइरहन्छ कुन बेला पानी पर्ने हो थाहै छैन भन्ने खालको मौसम ठाउँ कहाँ यो त जिप लाइन हो नि यार ब्रो चट्ट ल जिप लाइन गर्ने भने यहाँबाट गर्नु सक्नुहुन्छ के गर्नु कति 800 रुपियाँ जिप लाइन गरेको 800 रुपियाँ अरे जानुपर्ने चाहिँ कहाँसम्म हो यो चाहिँ पार्क हो यहाँनिर अलिकति यो झार भएन क्या यो झार पनि नेचुरल झारै राख्नुपर्ने हो
केटाकेटीको लागि चाहिँ यहाँसम्म रहेछ जिप लाइन ठुला मान्छेको चाहिँ कहाँसम्म थाहा भएन है हामीसँग जिप लाइनसँग रोकडा पनि छैन रोकडा गुराँसहरू रहेछ गुराँस छेउछाउ गुरमेट चिप्स चिसो कोल्ड ड्रिङ्क्सहरू खाने भने यतातिर आउनु होला यस्तो छ यो चाहिँ पार्क हो यहाँनिर तपाईँहरू छोराछोरी मसिनो नानीहरू लिएर यहाँ आउनु सक्नुहुन्छ है केटाकेटीलाई खेल्ने ठाउँ सानो पार्क मजाको छ फ्री फल अरे ल टिकट काउन्टर कोल्ड ड्रिङ्क्स सोल्ड ड्रिङ्क्स के हो होइन यहाँ त होइन रहेछ यो रहेछ ए कहाँसम्म केटाकेटीको जिप लाइन भनेको अर्को चाहिँ ए यहाँसम्म हो यति नै हो अझै हुँदैन नि यो चाहिँ के हो है यस्तो यस्तो छ यस्तो यस्तो रहेछ पहिला चाहिँ थिएन भर्खर भन्दा नि धेरै भएन आएको धेरै परिवर्तन भएछ अलिक परदेखि यहाँसम्म रहेछ जिप लाइन लामो त हाम्रो उहाँ कहाँ पो हातै गर्नु यहाँ जिप लाइन त कहाँ धुली के कहाँको पो के हो नयाँ नयाँ कुराहरू धेरै धेरै थपिरहेको रहेछ अझ पनि जिप लाइन त्यसरी आउँदो रहेछ त्यस सारा पारेर घोडा पनि रहेछ यहाँ घोडा चढ्नलाई के हो घोडा हो कि खच्चड हो यो त यार खच्चड पो रहेछ त घोडा त होइन खच्चड रहेछ यो त घोडा खच्चड पो रहेछ होइन खच्चड रहेछ होइन घोडा हो खच्चड जस्तो छ त सानो ठुलो हुन्छ नि यहाँ चाहिँ अलिक सानो खालको रहेछ त्यही इलाममा योभन्दा ठुलो छ है घोडा इलाम पनि देखेको छैन के देख्नु भनिरहेको छु चस्मा चस्मा ल चस्मा ल अन्त केही छैन ब्रो घोडाले राउन्ड हान्ने मात्र सर्ट हान्ने यहाँ त खानु पाइँदैन यार ओ माई गड यहाँ चाहिँ के हो जाउँ न यार झर्ने यता नझर्ने तर घोडा चाहिँ घोडै हो तर सानो खालको घोडा रहेछ हाम्रो टुरिस्टहरूलाई हाम्रो टुरिस्ट नानीहरू घोडा चढ्दैछ कस्तो बङ्की टाइपको घोडा हो यो त हाम्रो कस्तो बङ्की क्या त्यो मोटो क्युट पाराको क्या हाम्रो सेतो घोडा त बब्बाल यहाँ त स्प्रिङ्कल के स्प्रिङ्कल पनि रहेछ सियालीमा
के अरे त्यो भएर माइन्ड फ्रेस गर्नु भनेर इन्टरटेनमेन्टको लागि त्यो कुनै के को लागि कुन ठाउँ जाने के को लागि के मेडिटेसन गर्ने के को लागि कस्तो सोच राख्ने सबै हामीले सबै यो दोकान हो त्यही भएर चल भाइ चल तेरो कामै दियो पछाडि चाहिँ टुरिस्ट नानी है त कालो सेतो घोडा गुरु गुरु गर्दै चढी म त उकाली जाउँ न मोबाइल पनि त्यहीँ दोकानमा दिइराखौँ एकछिन एकछिन बस्नु हो त तल फर्काइ यहाँ पनि त्यसो जाने यहाँ चाहिँ उतापट्टि चाबी यो चाबी चाहिँ के हो खास गरी ए चिताको कुरा पुरा हुन्छ अरे त यहाँ चाबी छोडेपछि ठिकै छ चाबी नझुन्डाउने ब्रो यहाँ चाहिँ त्यही त चिताको कुरा ब्रो जस्तै अब आफूले के चिताएको छ होइन त्यो उयो गरेर चाहिँ यहाँनिर चाबी झुन्डाउनु पर्ने अरे यतापट्टि चाहिँ होटल हो मन्दिर चाहिँ हाम्रो भालेश्वर मन्दिर चाहिँ यतापट्टि दर्शन गर्नु त ब्रो जुटुङमा छ हेर आज त ब्रो बाहिरबाट गरौँ है गर्नु चाहिँ भित्रै मन थियो यो चाहिँ भालेश्वरै ए के पो भालेश्वरै हो भालेश्वर महादेव मन्दिर हो छ है यहाँनिर यहाँ कुरा के इतिहास आफै भिडियोमा हेरेर पढ्नु होला ल शुद्ध ढुङ्गे धारा भित्र प्रवेश निषेध अरे म त खानालाई हो कहाँबाट दुःख गरेर लिएर चाहिँ नि प्रसन्न लाग्यो अरे त्यही भएर मैले अस्ति एउटा जाउँ भनेर भालेश्वर मन्दिर भालेश्वर महादेव की ओ ब्रो भालेश्वर महादेव की ओ ब्रो भालेश्वर महादेव की चढेको छैन त्यहाँ दर्शन गर्ने गरी आउला उहाँ हाम्रो के पो बडा महाराज धीराज पृथ्वीनारायण शाहदेवको सानो शालिग रहेको छ हाम्रो पुर्खाले आर्सेको देश उहाँले नै आर्सेको देश श्री 5 बडा महाराज धीराज महाराज धीराज पृथ्वीनारायण शाह ज्यूले चाहिँ यहाँबाट काठमाडौँ हेर्नु भयो अरे भन्ने कता त्यस्तै के इतिहास छ यहाँ के लेखेको होला
बसिरहेको यहाँबाट चट्ट यस्तो गरेर काठमाडौँ हेरेको अरे होइन कि कस्तो पऱ्यो यस्तै काठमाडौँ हेरेको अरे होइन